सुँगुर काटेको रातो न पिरो न सुँगुर यति पिरो सुँगुर रहेछ होइन पिरो दलै होइन बेसार दलै हो कति बेला म कसले बना सुँगुर काटेको अनि यो घरको झिलिमिली यतिसम्म यस्तो ठुलो घर छ अनि झिलिमिली पुगिहाल्यो नि एकजना गयो यही घरको मान्छे हो अनि दादा अनि हामी चाहिँ यहाँ माथि चढिरहेछौँ अनि हजुर एउटा स्कुटी छ उतै हजुर एउटा बाइक छ यहाँ हजुर एउटा साइकल छ उतै हजुर एउटा छ बाइक स्कुटी अनि उतै हजुर एउटा बाइक छ अनि यहाँ फुलहरू छ मेरीगोल्ड हेर्नु यहाँ सफा गर्नु हुँदैछ अङ्कलले अनि अरू अङ्कलहरू सुँगुर काट्नु हुँदैछ हेरिराख्नु है सुँगुर काटेको अनि पछाडिको घर यस्तो छ यत्रै छ ठुल्ठुलो अनि त्यो घरमा गोल्डन झिलिमिली छ है त्यो घरमा गोल्डन झिलिमिली छ अनि अरू सबैमा रेम्बो छ अनि यता अर्कोजना झिलिमिली अनि यता यति ठुलो छ अनि यता काटेको अनि यहाँ सफा गरेर हाँस्छ पानीले पाइपबाट पाइप चाहिँ ऊ त्यो धाराबाट आएको खसेको अनि ऊ त्यहाँ हेर्न रेम्बो छ ऊ त्यहाँ अब हामी अब आफ्नो घरको पालो हो यहाँ नै आफ्नो घर हाम्रो घर हेर्नै हाम्रो घर अनि यो चाहिँ पल्लरको बहिनीको घर अनि हाम्रो घर ऊ त्यहाँ हुनुहुन्छ अनि ऊ त्यहाँ यस्तो छ अनि यो घरमा चाहिँ घर कति ठुलो झिलिमिली कति थोरै छ अनि ऊ त्यहाँ कस्तो राम्रो झिलिमिली छ अनि त्यहाँ अझै एउटा गोल्डन झिलिमिली छ टल्किने अनि दादा यहाँ अनि उयो घरको यो पिङ चाहिँ के होला अनि यस्तो छ यो घर हेर्न कति ठुलो दादा यहाँ त यो घरलाई हेर्न उयो कति ठुलो छ अनि हाम्रो जे होस् यत्रै हो यहाँ एरोप्लेन खोइ त एरोप्लेन हामीले आफूलाई पो त देखाएको छ अब घर हेर्नु घर त देख्छ कमसे कम कति ठुलो घरमा यति धेरै झिलिमिली छ यो घर चाहिँ मलाई कस्तो हेर्नु मन लागिरहेको छ कि अनि यहाँ टोलको बत्ती उता टोलको बत्ती छ अनि हाम्रो घरको मेरीगोल्ड हेर्नु हाम्रो घरको मेरीगोल्ड एउटा